अस्कर मानेको अन्त ओइ ल छिटो आइज तैँले छिटो काइला छिटो टिका लगाइदिनु अस्कार चुबो ह्याप्पी दसैँ ओले बसाइ कालो गर्ने कि तिरुवम्बु हावामा कसलाई कटाओस् यताबाट राम्रो सिनाउँदैछ मलाई त छोरालाई त पर्दैन त मेचोलाहरू चाहिँ के गर्दै हुनुहुन्छ कस्तो ए त के गर्नुभएको आमै आमै अब टिकी लाउनु पर्छ होला हाँस भने अस्कार अस्कार यता हेर्नु ए दादासँग खेल्नु न दादासँग खेल्नु त छोयो ए बजाइहालेको देख्छु खैरौँ अस्कार खैरौँ धेरै 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 पढेर धेरै धेरै धनसम्म त्यो कमाउने पाइलट हुन्छ कि डाक्टर हुन्छ कि इन्जिनियर धेरै 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 पढ्ने हुनु लु भाग्यमानी हुने नाति पनि आँखामा पऱ्यो है आँखामा लु भाग्यमानी हुने लु ठुलो 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 हुनु लु हो भयो ल खोइ त अन्त राम्रो सेभेन यस्तो होइन देखिस् पापालाई छोयो मामालाई माइ खोइ यस्तो होइन देखिस् पापालाई छोयो मामालाई माइ खोइ अस्कार मामुले लगाइदिने कि नलाइदिने भने त ल विजय दशमी 2020 पर्छ 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 नानी लड्छ चसक चसक म क्या ल ल ल ल धेरै पढ्नु ज्ञानी हुनु ल तिमी लगाइदेऊ न तिमी लगाइदेऊ लु तीबाट लगाइदेऊ न हुन्छ टिकै सकिसक्यो नानी ओइ यता आएर छोरा यो बताइदित इज्जत राखेर खाने हुनु धेरै पढ्नु इन्जिनियर बन्नु पाइलट डक्टर साइन्टिस्ट हुनु बुझिस् बिजनेसम्यान डोनाल्ड ट्रम्पलाई नै जित्नु अस्कार चाहिँ त्यसो गर्छौ त अनि नानीको पैसा यसरी लापरवाही होइन नि तिमीले खाएको जोतिहाल्नु त्यसले गोजीमा राखेको त हामीले रुपियाँको कति खुद्रा पैसा गोजीमा हाल्यो त झारेछ गोजीमा पो हाल्छ त पैसा पनि आउन आऊ जाने क्या गोजीमा भिडियोमा एकछिन बस्यो भने दामी आउँछ होइन यहाँ अघि हामीले दिएको पैसा नि गोजीमा हाल्छ त उसकै गोजीमा बडाकोमा जानु भ्याउँदैन होला यस्तो छिटो आउनु नि एकैछिन छोडिदिनु नि आइहाल्नु फोटो मात्रै खिच्ने हो भएन आउन अस्कार लाऊ हामी गएको यसको जुत्ता छ होइन अस्कारको
ए चप्पल स्ट्यान्ड पनि हुँदा हुन्छ नि त अनि स्ट्यान्ड छ त यहाँ सिधै गर्दा होइन ए जान ए कता ल छिटो 3 भइसक्यो छिटो आऊ न 10 सेकेन्डको लाउनु बस्नु नि बाबा बस्नु अघिको हजुर अब हामी चाहिँ हिँड्यौँ बडाकोमा टिका लाउनु लोले तपाईँकोमा हुन्छ यहाँ सिट कचाक कुचुक हुन्छ कि पस्नु छिटो छिटो लगाएर हिँडिहाल्नु सक्दैन अब दुईटा अन्त आयो त यताबाट लु हिँड नानी चढ लु गाडीमा हिँड ए जय कुमार ए काका छोरा चिन्थ्यौ ए कान्छा काकाको छोरा उसले त चिन्दैन हेर्नु चाहिँ हेर सुनेको त देखेको चौतापट्टि पनि छ हजुर हामी चाहिँ बडाको घरमा यहाँ तेल लाउनु लाग्यो अलिकति ठिक अहिलेसम्म हुन्छ मान्छेको जस्तो थियो सरे गङ्गाको जस्तो सिरो सरे मैले आशिक भुइँमा खसोस् यहाँ दामी आउँदैछ आइलो टर्न दिस साइड खोइ खोइ मैले पाइलट हुने कि डाक्टर हुने कि नानी लाग्यो होला कति फरक विशेषज्ञ आयो पर्दैन बडा हुन्छ बढी जानु भएको एउटा चप्पल खै यता हेर्नु त तँ राख बाहिर यहाँले भराउँछ भयो यता हेर त आस्का एउटा 1 दिन्छु म चल नानी ऊ बडा बाजेले खोइ नमस्ते गर्नुभएको जय गोजीमा राख्नु